हेलो गाइज वेलकम नमस्कार एन्ड स्वागत छ यस ग्रेट फ्युचर टिभी युट्युब च्यानलमा सम्पूर्ण दर्शकबिनलाई स्वागत छ। नमस्कार। आज चाहिँ म यस पार्टमा चाहिँ मैले एउटा कृषि बारेमा लिएर आएको छु केही सामग्रीहरू। चैते धानको बाली लगाउने तरिका, बिउदेखि लिएर अब हाम्रो उब्जनीको बारेमा म बताउन गइरहेको छु। यो चैते धानको बिउलाई चाहिँ हामीले सुरुमा खेतलाई मजाले चाहिँ खनजोत गर्ने र माटो बनाइसके पछाडि हामीले पानी लगाएर गलाउने, पानी लगाएर गलाए पछाडि त्यस पछाडि फेरि एकचोटि माटो बनाउने र बिउ हानिसके पछाडि नबिग्रिन्जेलसम्म पानी कटाइराख्ने र बिउलाई सुक्खा बनाउने, अनि फेरि 7-7 दिनमा पानी कटाउँदै हाल्दै गर्ने। अनि बिउ माथि उम्रिसके पछाडि चट्ट मल हाल्ने। मल हालिसकेपछि यस्तो बिउ सरर राम्रो हुन्छ गाइज है। ल सबैजनाले हेर्नु होला है गाइज। ल सबैजनाले कमेन्ट गर्नु होला, अनि कस्तो कस्तो ट्रिप हुन्छ कमेन्ट गर्नु होला, अनि अवश्य पनि नयाँ भिडियो लिएर आउनेछु।